सजिलो छङ्गु रहेको छ। यसलाई चाहिँ मजाले केलाएर हेरौँ। सबैले यतिपट्टि ध्यान केन्द्रित गरौँ है त। ल आजको विषयवस्तु हाङ्गुके थुसी कोरियाको सहरको विषयमा रहेको छ है। हाङ्गुक अनि यसलाई ए भनेर उच्चारण गर्ने, नाउनमा उही लाग्यो भने ए भनेर उच्चारण गर्नुपर्छ। हाङ्गुके थोसी भनेको कोरियाको सहर है। यहाँ हेर्नुहोस् है, हाङ्गुक एनुन कोरियामा चाहिँ, हाङ्गुक भनेको कोरिया, ए भनेको मा, उनुन भनेको चाहिँ, कोरियामा चाहिँ हान्गे भनेको एकवटा है। हान भनेको एक, गे भनेको वटा हैन। हान्गे एकवटा, थुब्यल्सी विशेष सहर, कोरियामा चाहिँ एकवटा विशेष सहर सौल, एउटा विशेष सहर सौल, वा भनेको र, एकवटा हान्गे भनेको एकवटा, थुब्यल जासिसी भनेको चाहिँ विशेष स्वायत्त सहर हैन। थुब्यल भनेको विशेष, जासिसी भनेको स्वायत्त सहर हैन, जहाँ चाहिँ आफ्नै नियम आफ्नै कानुन लागू हुने सहरलाई चाहिँ के भन्छ, जासिसी भन्छ, स्वायत्त सहर भन्छ सेजोङ। एकवटा विशेष सहर सौल र एकवटा विशेष स्वायत्त सहर सेजोङ। यसदगे 6 वटा हैन। ख्वाङयक्सी महानगरीय सहर हैन। ख्वाङयक्सी भनेको के अरे, महानगरीय सहर। एकवटा विशेष सहर, एकवटा विशेष स्वायत्त सहर र 6 वटा महानगरीय सहर के रहेछन्, इन्चन, थेजन, बुसान, उल्सान, थेगु, ख्वाङजु। गाई सुविधा भनेको 6 भन्न खोजेको। एउटा विशेष सहर सौल, एउटा विशेष स्वायत्त सहर सेजोङ र 6 वटा महानगरीय सहर इन्चन, थेजन, बुसान, उल्सान, थेगु, ख्वाङजु 6। यी सुविधा भनेको 6 भनेको। सौल हुन्, सौल चाहिँ है, सौल हुन्, सौल चाहिँ हाङ्गुके छ कोरियामा हैन। सौल चाहिँ कोरियामा खाजाङ सबैभन्दा, खुन भनेको ठुलो, थोसिरो सहरको रूपमा, खाजाङ खुन थोसिरो सबैभन्दा ठुलो सहरको रूपमा, ख्योङची भनेको राजनीति, ख्योङजे अर्थतन्त्र, मुनवा संस्कृति, वी भनेको को हैन, मुनवाए भनेको संस्कृतिको, छुङछिमजिमिदा केन्द्रित स्थल हो है। छुङछिम भनेको केन्द्रित, जी भनेको स्थल, इमिदा भनेको हो भने पछाडि के भन्यो हेर्नुहोस् त, सौल चाहिँ कोरियामा सबैभन्दा ठुलो सहरको रूपमा है। ठुलो सहर पनि विभिन्न तरिकाले हुन्छ नि त, एउटा क्षेत्रगत हिसाबले हुन्छ। यहाँ चाहिँ केले ठुलो रहेछ, राजनीति हिसाबले ठुलो, अर्थतन्त्रका हिसाबले ठुलो, सांस्कृतिक हैन सम्पदाका हिसाबले ठुलो केन्द्रित स्थल हो भनेर चाहिँ भनिएको छ। छुब्याने भनेको आसपासको हैन, छुब्यान भनेको आसपासको, इन्चन, ख्योङगिदो हैन, इन्चन र ख्योङगिदो वा हाम्के हैन सँगसँगै, सुदोगोनुल भनेको राजधानीलाई हैन, राजधानीलाई इरुम्य जोड्छ र हैन। सँगसँगैको क्षेत्र, सँगै जोडिएको केले, इन्चन र ख्योङगिदोले चाहिँ राजधानीलाई के गर्छ अरे, जोड्छ र यी छियागे यो क्षेत्रमा, यी छियागे नुन यो क्षेत्रमा चाहिँ 80%का नम्नुन 50% भन्दा बढी हाङ्गुक सारामदुरी कोरियन मानिसहरूले खजु आम्लिदा बसोबास गर्छन्। खजु आदा भनेको बसोबास गर्छन्, खजु आम्लिदा बसोबास गर्छन्। इन्चन, इन्चन चाहिँ थ्यानमिनगुक भनेको गणतन्त्र कोरिया, वी भनेको को हैन, थ्यानमिनगुके भन्नुपर्यो गणतन्त्र कोरियाको ख्वान्सिमुरो छ प्रवेशद्वारको रूपमा। इन्चन फुक्चे खोङाङ भनेको चाहिँ इन्चन अन्तर्राष्ट्रिय, फुक्चे भनेको अन्तर्राष्ट्रिय, खोङाङ भनेको एयरपोर्ट है। इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट, ग्वा भनेको र, इन्चन हाङ्गी इन्चन बन्दरगाह है, इन्चन बन्दरगाह विचिए सुविधा लोकेटेड छ अथवा अवस्थित छ भनिएको छ है त। यसलाई म एकपल्ट सर्वै यहाँलाई भनिदिन्छु, मजाले ध्यानपूर्वक हेरौँ ल। यसलाई केलाएर पढियो भने सजिलो हुन्छ, केलाएर पढ्ने प्रयत्न गरौँ है त। मजाले ध्यान दिउँ हेरौँ। कोरियामा चाहिँ एकवटा विशेष सहर सौल र एकवटा विशेष स्वायत्त सहर सेजोङ, 6 वटा महानगरीय सहर इन्चन, थेजन, बुसान, उल्सान, थेगु, ख्वाङजु छ। सौल चाहिँ कोरियामा सबैभन्दा ठुलो सहरको रूपमा राजनीति, अर्थतन्त्र, संस्कृतिको केन्द्रित स्थल हो। आसपासको इन्चन, ख्योङगिदो सँगै राजधानी क्षेत्रलाई जोड्छ र भनेको चाहिँ आसपासको नजिकैको इन्चन र ख्योङगिदोले चाहिँ राजधानीलाई जोड्छ र न्यौम्य भनेको र साथै दही भन्न मिल्छ, जोड्छ र यो क्षेत्रमा चाहिँ 50% भन्दा बढी, नम्नुन भनेको भन्दा बढी हाङ्गुक सारामदुरी कोरियन मानिसहरूले खजु आम्लिदा बसोबास गर्छन्।
इन्चन चाहिँ गणतन्त्र कोरिया है थियानमिनको भनेको गणतन्त्र कोरियाको पश्चिम रुस प्रवेशद्वारको रूपमा इन्चन अन्तर्राष्ट्रिय विमानस्थल हैन खोङाङ भनेको एयरपोर्ट हैन इन्चन अन्तर्राष्ट्रिय फुक्चे भनेको अन्तर्राष्ट्रिय खोङाङ भनेको एयरपोर्ट र इन्चनहाङ भनेको इन्चन बन्दरगाह है इन्चन बन्दरगाह विसिएसनिदा लोकेटेड छ चाहिँ यसरी भनेको छ यसलाई मजाले यहाँहरूले चाहिँ दोहोऱ्याएर तेर्याएर पढ्यो भने यसलाई सहज ढङ्गले पढ्न सकिन्छ ल अब यतापट्टि पढौँ